हेलो गाइज, म चाहिँ सीता, उहाँ चाहिँ ममता। हाम्रो खाजा आज हामी चाहिँ सिचौ केराबारी जान लाग्यो है, गोर्खा गयो मिस। हजुर बाई। अनि हामी चाहिँ हिजो हामी ताजी गथ्यौँ, आज चाहिँ हामी सिचौ केराबारी जाँदैछौँ। यसो अब हेर्नु बाटो कस्तो छ है, हेर्दै आउनु होला। आउनु हामी सँगै जाम है तपाईहरु पनि ल। यो चाहिँ यस्तो जंगलको बाटो खाजा लिएर जान नि क्या। अब भोक लाग्छ नि त हामीलाई त, कहाँ भोक खुवाउन सक्ने बिचारा यस्ता केटाकेटी छौँ। दुईजना केटी हेर्नु जंगलको बाटो हेर्नु त कस्तो छ जंगल। साथी आउनु होला, कन्ट्याक्ट नम्बर दिँदै गर्दै ल आउन सक्नु चाहिँ हामीसँग नि तपाईहरु सिचौको जानुहुन्छ भने प्लिज आउनु होला। हाम्रो चाहिँ उतापट्टिको खोला बढेर अरे, त्यही भएर त्यो जंगलको बाटो हिँड्दै आएको के सर्टकट पर्छ भनेर, नभए उताबाट जाने ठाउँ त थियो। खोला त नसक्दैनौँ बिचारा पुछापुछीहरू स्कुटर उतै छोडेर आएको। माया लाग्ने छ, हामीलाई माया पनि गरिदिनु होला प्लिज। फलोवर्स पनि बढाइदिनु होला, फलो पनि गरिदिनु होला, लाइक पनि गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला हाम्रो भ्लगमा। यता हेर्नुहोस्, यता हामी बारी आइपुग्यौँ है, यो जङ्गल कटेर आएको है। अब बारीमा यो खेतीबारी केही पनि नगर्दो रहेछ नि, यहाँ अलैँची रोप्दो रहेछ नि। अलैँचीको लागि चाहिँ एकदम प्रख्यात ठाउँ कि प्रख्यात भन्दा नि एकदम हुन्छ यो बारीमा लगायो भने चाहिँ। तर यताको मान्छे अल्छी गर है। यता ममता मिस के भन्नु छ त ममता मिस? छैन, आउनु हजुर पनि। हेलो गाइस, मलाई चाहिँ जुगाले टोकिसकेको छ। टिप्दिनु ममता मिस, प्लिज टिप्दिनु यार। कत्रो बडा जुगाले खायो। अयो हामी चाहिँ अघि नै जुगाले खायो भने तपाईलाई देखाउँछौँ भन्ने थियौँ हैन? अनि जुगाले खायो, तर हामीले त जुगाले खान सकेनौँ। किनभने बिहान बिहानै अलिकति माछा मासु नखाम, आज सोमबार भनेर हो कि, नभए त हामीले जुगालै खाइदिन्थ्यौँ। मलाई खुट्टामा टोकिसक्यो। ल हेर्नु यहाँ अमेजनको जङ्गल आइपुग्यौँ हामी गाइस। अमेजनको जङ्गल हेर्नु त। ओ माई गड, यो जङ्गल देख्नुमा यहाँ त लुच्यो भने पनि थाहा नकुशल मारेर फाल्यो भने पनि यस्तो जङ्गलमा हामी दुईजना मिस र म कसरी आएको मलाई। ओ गाइज यहाँ हेर्नु कस्तो राम्रो फुल फुल्यो, तर जङ्गली फुल हेर्नु फुल दामी है। तर हेर्नु न यो जङ्गलको बाटो देख्नु त तपाईँले देख्नु भएन, हामी खोज्दै हिँड्यौँ। मैले कहिले पनि दुःख गरिनँ गाइज, मलाई बाबुआमाले दुःख गराए। पहिला काठमाडौँ राखेर पढाएँ, त्यस पछाडि फेरि पोखरा राखेँ, अहिले मलाई यस्तो जङ्गलको बिचमा ल्याएर हाले। भगवान् कसो गरौँ नि, बाबुआमाले त हालेनन्, मलाई यहाँ नियुक्ति दिएको भएर चाहिँ म यहाँ आइपुगेको हो के यस्तो जङ्गलमा। अब मैले यस्तो दुःख चाहिँ कहिले गरिरहेन यसरी नि होइन। तपाईँहरूलाई थाहा होला कतिपयलाई थाहा होइन, त्यही पनि सुनाएको हेर्नु है। हामी चाहिँ यो बाटो खोज्दै हिँडेको होइन त। ममता मिस कस्तो लागिरहेको छ तपाईँलाई जङ्गलको बिचरा? एकदम रमाइलो रमाइलो एक्साइटेड के पुरै नगरौँ। के आउँछ अगाडिपट्टि के चाहिँ भेटिन्छ भनेर तपाईँलाई बाघ भेटियो पनि देखाउँछ, मानि भालु भेटियो पनि देखाउँछ। त्यस्तै भन्दै हिँड्नु पऱ्यो। हेर्नु न यो बाटै छैन नि त, बाटो खोज्दै यस्तो घनाघोर जङ्गलमा हामी दुईटी मात्रै हिँडिरहेछौँ गाइज। हामी चाहिँ जङ्गल यतिको उसमा आइपुग्यौँ होइन, अलिकति उचाड खुल्ला जस्तोमा। अब हामी चाहिँ पुलमा आइपुग्न लाग्यौँ होइन, आधा बाटो लगभग आइपुग्यो। तपाईँहरूले हामीलाई साथ दिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। धन्यवाद धन्यवाद गाइज। यहाँ ममता मिस उठ्यो भने सुलुक सुलुक गरेर जुगाइदिनु। यतापट्टि नि रहेछ अर्को खुट्टा, नि यतापट्टिको मैले टिप्छु, यतापट्टिको मिसले टिप्नुहुन्छ। हेर्नु जुगा गाइज अर्को अयो दिनुला गाइज यतै गाइज यहाँ तिनटा त पाँचवटा गाइज कतिवटा जुगा छ हेर्नु त। यहाँ जुगा नदेखाउने के त्यही भयो जुगा गर्दै गाइज हामीहरू त खुट्टै भयो जुगा मेरोबाट दोसवटा थियो र यहाँमा सुरबाला आएछ नि त गाइज। मेरो त यहाँ खोला टिमा आइपुग्यौँ हामी त सुरबाला मिसले टिप। हामी चाहिँ फाइनली पुल आइपुग्यौँ, तर जुगाले यस्तो बिति खाएर रहेछ यो पुल खोला। यो पुल आइपुग्यौँ हामी अब पुलमा। अब पुल आइपुग्यौँ हेर्नु हो।
मिसु नाच्नु भयो फाइनली यहाँ चाहिँ जुगा हेरौँ अब कतिवटा लाग्छ त्यसरी जाउँला हेर्नु यहाँ देख्नुभयो नि जुगा कहाँसम्म खान आइपुग्यो त मिसको रगत खुलुलु मेरो यताबाट कति खायो क्या आज त जुगाले त सादी पनि छैन कस्तो लागिरहेको छ तपाईँलाई जुगाले पिछोडाले खायो खुट्टा त मेरो त सर्लक्कै कालै बनाएर छापेर मिसले पापले सर तानेर जुगा खाइन्थ्यो भनेको त नसकिँदो रहेछ यहाँको जुगासँग त अहिले जाँदाखेरि कतिवटा लाग्ने थाहा छैन कम्बर देखाइ छैन भन्नु है फाइनली पुल कटेर आयौँ हामी चाहिँ अब हिँड्दैछौँ उकालो चढ्दैछौँ अब कति टाइम लाग्छ ममता मिस अब त यो माथि भने चाहिँ आधा घन्टा लाग्छ अब आधा घन्टा उकालो चढेपछि आउँछ है डेस्टिनेसन बाटो देखाउँछ यो बारीको ठाडै माथि पुग्ने हो है हामी हेर्नु यहाँ रगतको खोलो बोकिसक्यो अघि दान दिन्छ भनेर होला झन् बढी रगत आएको हो हेर्नु त यताबाट सर्लक्कै रगत चुइखायो कति चाहिँ खायो सादी पनि छैन कि यहाँ त तिनिक्क गरेर बसेको थियो क्या अघि मैले प्लास्टिक राखेको प्लास्टिकमा धरि खाके गाइस फाइनली हामी एउटा डाँडा कटेर आयो भन्दा नि उक्लिँदैछौँ हामी सिमसिम पानी परेको त्यही भएर बेला बेलामा चलाइरहेको छु मैले मोबाइल यति बेला मलाई एउटा गीत फुर्यो क्या गाउँ है नाच्नु है सुनेर चाहिँ हे गाउँले जीवन खेती पाती खेती पाती बस माया नआती नआती रुन्छ नि मन किन रुँदैन रुखो बोली नबोला निर्माया वचनको घाउनीको हुँदैन हामी त्यत्रो जङ्गल कटेपछि बल्ल एउटा घर भने कि गोठ भेट्यो क्या उता गोरु बाँधेर रहेछ न गोठ भेटियो हामी अब उकालो लाग्दैछौँ गाइस फाइनली हामी हेर्नु उसुलाको गाउँमा आइपुगै गोड खोइको देखिन है बाई हाम्रो यो मिनी ब्लग आइसकेको घोषणा गर्दछौँ हामी हेर्नु न पारी कस्तो भोलि पनि सपोर्ट गर्नु होला सब्स्क्राइब लाइक सेयर सबै गरिदिनु होला टिकटकमा पनि फलो गरिदिनु होला म ममता मिसको नि आइडी मेन्सन गरिदिन्छु कृपया प्लिज हामीलाई माया गरिदिनु होला यस्तै मिनी ब्लग हामी लिएर आइरहन्छौँ भने तपाईँहरूमा जानकारी